तपाईको आजको दिनको सुरुवात केबाट भयो? मेरो नाम्लोबाट भयो। तपाईको नयाँ वर्षको सुरुवात केबाट भयो? मेरो अब घाँसको बारीबाट हुँदैछ। त्यही हो। हेलो नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। चिसो छ मौसम। त्यही पनि यस्तो मजाको घाम लागिरहेको छ है। त्यही पनि चिसो भए पनि, चिसो महिना भए पनि घाम लागिरहेछ। हाम्रोतिर चाहिँ घाम ताप्न पाइरहेको छ। तपाईँकोतिर चाहिँ के छ? हामी चाहिँ मम्मी र म भएर चाहिँ ट्याक्क यो बारीमा घाँस काट्न आयौँ है। दुईजना भएर घाँसको बारी पुगिसक्यो। अब हामी चाहिँ घाँस बोकेर जानुपर्ने हुन्छ यहाँबाट। मम्मीले चाहिँ घाँस काटेको छन्, म चाहिँ भिडियो बनाएर बसिरहेको छु। यो नाकेको नाकमा त खिच्दाखेरि सुन्तला त रहेछ त मम्मी अलिअलि टिप्ने हो र? तुई तल्लोमा त फली थियो लाग्यो मम्मी यार। कसले? यो के अरे यो कुटमेरोको बुटा काटिदिने हो भने त राम्रै फल्छ होला जस्तो लाग्छ मलाई त। च्याङ्ग छ। हाम्रो यो मोटर बाटोले यहाँ एउटा बारी थियो, सर्लक्कै बारी लैदिएको हिजो क्या। एकदम सर्लक्कै बाटो त अच्छा भएछ फेरि। खतरा झार मम्मीले अरे एउटा लैदियो भनेको दुई तिनवटा लैदियो अरे। छुचिन् क्या मम्मीले। उहाँबाट त सर्लक्कै छ भाइ। यहाँबाट खस्यो भने त फेरि म मे तल पुग्छु नि त। यहाँबाट तल जानुहुन्न। हाम्रो चाहिँ बिस्तारै बिस्तारै घाँस पुग्दैछ। मम्मीले चाहिँ अब मलाई यो मैले लिएर जाने अरे यो घाँसको बारी चाहिँ। मम्मीले चाहिँ हल्का दाउरा हल्का बारी अरे हल्का दाउरा हल्का घाँस बनाएर लग्ने अरे। हाम्रो मेरो यत्रो मुसो आइन्छ नि। हिजो यहाँ गोली पाकिस्तान र इन्डिया लडेको थियो, युद्ध चलिरहेको थियो। अनि बिचमा मम्मी पढ्दैन क्या, नजाउ पढ्दैन नजाउ भन्दा भन्दै बिचमा सम्झाउन गए। सम्झाउन जाँदाखेरि पाकिस्तानले गोली लगाइदिएछ। गोली यहाँ ला हिजो गोली त निकालिदिएको पनि हल्का दुखाइरहेको अरे। आँखा पनि यस्तो भयो भन्दै थिएँ। यो सिगान होइन, पानी जस्तो के यो जाडोमा हुन्छ नि पानी जस्तो हुन्छ। त्यो आगो गर्छ नाक यसो गराउँदाखेरि नाकै मेरो यस्तो भएको कस्तो भएको। मम्मीले चाहिँ हाम्रो यहाँ बारी मलाई चाहिँ बारी ड्याममा बाँधिदिइसकेछ मम्मीले। ट्याक्क आज चाहिँ कति दिनपछि म चाहिँ बारी घाँसको बारी बोकेर चट्ट पारामा घर जाँदैछु। अलिक कस खान मिल्दैन त्यति हो। अब मलाई भइसक्यो। अब त्यसपछि अब मम्मीलाई बिस्तारै बिस्तारै बाँध्ने कुरो हुन्छ चाहिने के। हाम्रो पुरानो घर चाहिँ हिजो म यहाँ आएको थिएँ नि त। यहाँ त्यही हो हाम्रो पुरानो घर चाहिँ। यहाँ हाम्रो आरु पोखराको बुट्टा थियो। यहाँ ढलो हाम्रो ढलिसक्यो त। हाम्रो बाले रोपिदिएको थियो पहिला। यति खाइन त यहाँको यस्तो राम्रो फल थियो पहिला। फले रहेछ त मम्मी। इत्रै त उहाँहरू त पाकेको उमा आउ त्यहाँ खानुहुन्छ र? खाइदिउँ है गाईचोरू खाइदिउँ। भएपछि त्यही यहाँ लोटिन्छ कि। टिङ टुङ 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 डिस। कस्तो मिठो होला जस्तो है। ऊ त्यहाँ रहेछ। ओ उहाँ त कति फले रहेछ। अमिले केही स्वादै छैन आरु पोखराको जस्तो। हाम्रो बाटो पनि हाम्रो गाउँतिरको बाटो पनि पिच हुँदैछ। अब केही वर्षमा पिच हुनेवाला छ। त्यही भएर बेलैमाथि हाम्रो चाहिँ म चाहिँ बहुत जग्गा धनीको छोरो हुँ। त्यही भएर हाम्रो घरतिर पनि जग्गा टन्नै छ मसँग चाहिँ। त्यही भएर बाटो यो विकास यता गाउँतिर विकास उन्नति नहुँदै कसैलाई सस्तोमा जग्गा चाहिएछ भने मलाई सम्पर्क गर्नुहोला। फोन नम्बर मैले यो भिडियोको डिस्क्रिप्सनमा राखिदिने छु। त्यही हो। मेरो भारी भइसक्यो। मम्मीले ट्याक्क बाँधिसक्यो। अब म चाहिँ घाँस बोकेर टुङ 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 कहाँ पुग्छु सँगै जाने होला नि त। ओहो गरौँ न र।
ल हामी चाहिँ अब घाँस सास बाँधेर भइसक्यो मम्मीले चाहिँ अब बोकेर हिँडिसके म पनि बोक्छु मेरो आउँछ किन भारी म पहिला भारी बोक्छु ल ल है साथीहरू गाउँमा आएर पनि घाँस छानिदिइसकेँ मैले ल एउटा खुर्सानीदेखि चाहिँ मान्थेँ मैले यहाँ टिप एउटा मम्मी यहाँ रहेछ सुन्दा एउटा दुइटा रहेछ सुन्तला यहाँ कस्तो राम्रो फल्थ्यो कि हाम्रो सुन्तला यो बुटोमा फलेकै रहन्छ अहिले त बाटो फेरि यस्तो सिस्नो केही छैन कि बाटै देखिन्न हौ यस्तो लुगेर हिँड्नुपर्छ ल है साथीहरू निस्के है साथीहरू ल है तातेको छ है साथीहरू तातेको छ ल है अर्का है साथीहरू ल है भित्रैबाट हो हिँड्ने यस्तो घरभित्र हिँड्नु पाइन्छ कि फेरि यस्तो छ मजा बेग्लै छ कि फेरि है साथीहरू मम्मीले मैले यत्रो घाँस लिएर हिँड्यो एक पर्ला ब्याग हुन्न कि फेरि घाँस त्यस्तो मामाहरूको बारी त छैन त कसले जोतेको मम्मी यहाँ यो पाटो नि यो चलो बल्ल घाँस लिएर घर आइसक्यौँ घाँस चाहिँ हामीले यहाँ राखेको अब चाहिँ यहाँ भएको हिजो बिहान हालिदिएको घसौटा ससौटा घाँसको घसौटा मैले टिपेँ मम्मीले चाहिँ उता दाउरा स्याहार्दैछन् अब यिनलाई घाँस हालिदिनु पर्ने हुन्छ टक्क बाँधिदिनु पर्ने हुन्छ यिनीहरूलाई त्यही हो अनि घाँस सास हालिदिन्छौँ बाख्रालाई त्यसपछि एप्स खानुपर्ने हुन्छ त्यसपछि विश्राम गर्नुपर्ने हुन्छ त्यसपछि आज कपडा धुन्छु भने थिएँ घर सरफ पनि रहन्छ कपडालाई चाहिँ बिस्तारै धुनु पर्ला तिमीलाई छोडिदिने कि अनि हो त चढ्न त्यो पाए हुन्थ्यो होला एकछिन त निकाल्यो यिनी क्या दुईटा क्या त्यो साना थिए 6वटा कि 7वटा थियो त चिची मन्टे अनि फेरि उल्टे भएका यति दुईटा तिनीमा खै त अरू फेरि डुबेर मरो ओ वैसा है ल साथीहरू अब चाहिँ म हात धुन्छु है अब चाहिँ त्यही हो भिडियो लङ भइसकेको छ होला आजलाई चाहिँ म यही बिदाई गर्न चाहन्छु अर्को फेरि नेक्स्ट भिडियोमा भेटौँला म चाहिँ हात धुन्छु अनि भात खान्छु त्यही हो अनि भिडियो एडिट गर्छु अनि हाल्छु अनि हेर्न पाउनुहुन्छ बल्ल है हेर घाम कस्तो मजाले चर्कियो मेरो यहाँ घाम यहाँ त्यही भएर म पहिला गोरो थिएँ आज मैले कालो भइसकेँ हात धुन्छु यस्तो के यो सिठा टिप्दाखेरि यो गाईको गोबर लायो हातमा यस्तो महँगो बस्छ कि फेरि ल है ल